Hi guys, welcome back to our vlog. हाम्रो क्वीन चाहिँ त्यहाँ सुत्नु भएको छ। यो के यो एमआरटी तर एमआरटी सुत्नु ब्याक छ कि हामी चाहिँ अहिले भिभो सिटी जान लागेको। सो हामी सबैजना फ्यामिलीहरु जान लागेको। यस। अनि हाम्रो क्वीन चाहिँ सुत्नु भएको छ क्या, त्यही भएर म सानो भिडियो क्लिप गर्छु ल। आज कस्तो हुन्छ, आज चाहिँ हामी त्यो भिभो सिटीको डाँडामा गएर खाजा खान लागेको के। Matcha ni toko guys. Matcha ni toko. Matcha. Lisa ko sa guys, sorry Lisa ko sa. Lisa. Hello. Hello. Hi guys. May छोरी को लुगा हैन? Kolkata. Tada. Amma. Hello. आजको गेस्ट. ओए टाइगरको आमा हो यो केटी। उता छिछि केटी आमा हुन्। लेशु पिकबु लेशु जानु पर्छ होला। बस्नु रहेछन् पिकबु। हैन म नि जान्छु नि। हेलो, फाइनली हामी चाहिँ भिभो सिटी आएको। भिभो सिटीको त्यो माथिको के भन्छ डाँडा हुन्छ के भन्छ, म चाहिँ डाँडै हुन्छ होइन। माथिको त्यो ल लेभल 3 मा पानी परेर रमाइलो भएन हाम्रो। निनामा लेशु कता बस्यो लेशु आहा पिकबु हामी चाहिँ अहिले यहाँ छौँ। आज चाहिँ हामी चाहिँ खासमा 4 जना फ्यामिली आएको छौँ। अनि हामी 3 जना फ्यामिलीको चाहिँ 50 छ, एकजना फ्यामिलीको चाहिँ 50 छैन, एकजनाको चाहिँ हुनेवाला छ। हामीले चाहिँ घरबाट आफै खानेकुरा लिएर आएको। मोमो चाउमिन त्यही त नेपालीको के भन्छ, चाउमिन मोमो खाएँगे बस नेपाल बस जाएँगे भने यस्तै के सिङ्गापुर आए पनि खाना त परिहाल्यो त्यही होइन। खानापिना लिएर हामी खान लागेको। अनि अहिले चाहिँ हामी यहाँ बाहिर छौँ। कस्तो ब्युटिफुल छ क्या भिभो सिटीको यो माथिको चाहिँ प्रायः सबैजना आउनुहुन्छ हामी नेपालीहरू। एकदमै मिठो हावा आउँछ, एकदमै पिसफुल एरिया छ क्या। सो हामी चाहिँ इन्जोय गर्न लागेको। यहाँनिर पानी पर्यो तर मौसम रोमान्टिक छ। यहाँ मेरो छोरी। हेलो हाई हेलो हाई। पिकनिक आएको त के हो यस्तो हाम्रोमा पानीले कुटेर बिहाल भइरहेछ यहाँनिर। खानेकुराहरूको बिजोग। हाम्रो खाजा चाहिँ यो छ है। तुरुन्तै खानुहोस् प्लिज। ओके कस्तो लाग्छ भन्नु। मिठो रहेछ हौ। नखाइकिन तागेराको पापासँग निनम्मा तागेराले मार्छ निनम्मा तिमीलाई। अब चाहिँ हाम्रो खाना चाहिँ यही हो, खाना खाने हो। यता फेरि डोन छ हेर्नु न, अघि लुगा। ओए लुगा खत्तम पारेको हेर नि त। यस्तो पो हेर्दा लाली सेम मेरो छोरी सकेको छैन भन्नु त गाइज। यहाँ हेर्नु त हुँदैन। गाइज जुस खान आएको कि यस्तो लामो क्यु छ कि यहाँ जुस खान आएको। बस्दैन क्यु। भिभो सिटीको रुफटप यो फुड रिपब्लिक। हाम्रो बुढाहरू चाहिँ बाहिर बस्नुभएको छ। अहिले चाहिँ रातिको 8:30 भइसकेको छ। मेनका दिदी आयो भन्नु मेरो भ्लगमा। मेनका दिदी चाहिँ अफिसियली प्रेग्नेन्ट हुनुहुन्छ। राधिका तिमी पनि छौ। 1 बक्स मोमोको आज 1 बक्स मोमोको मम्मी। राम्रो देखिरहेछ गाइस। यत्रो धेरै बोले कि लास्टमा त भ्लगै माइदिएको रहेछ। यहाँ हेर्नु न पानी खान आएको। कस्तो पानी खान आएको, पानी नभएर काकाकुली यस्तो भइरहेछ के। काकाकुली थाहा छ काकाकुली भनेको के हो? प्राइमेरी स्कुलमा खाने पानी तब काकाकुली भइन्छ हुन्थ्यो नि, हो त्यो क्या हाम्रो पाला। फाइनली हाम्रो टर्न आयो।
मलाई यहाँ चाहिँ जुस रुम्साले लिँदैछ तिर्खाले यहाँ प्याक प्याक भइसक्यौँ हामी सबैजना फाइट भयो हेलो हेलो यो चाहिँ हाम्रो यो चाहिँ कागतीको जुस यस्तो मिठो हुन्छ है ओइ अनि स्ट्र चाहिँ छ कि छैन नि बाइ द वे सिङ्गापुरले स्ट्र बन्द गर्छ हो र हो कति कति भइसक्यो लाउनु स्ट्र नगर्ने अरे सिङ्गापुरले किन होला है किन होला नि थाहा भएन गाइस पानी परेर हेर्नु न खुट्टा यस्तो छ क्या सब पानी नै पानी छ नि त बाहिर अनि मैले लामो लगाएको यो सुरुवाल अहिले त मलाई यस्तो लुगा यस्तो इजी लाग्छ कि खाना लाइक फास्टफुडहरू लिएर खान्छ नि त मान्छेहरू भ्यू हेर्दै अनि शीतल पनि छ नि त आनन्द छ कि है गर्लफ्रेन्ड बोयफ्रेन्डहरू होला साथी पनि होला के थाहा हामीलाई सिङ्गल हो सिङ्गल हामी सिङ्गल सिङ्गल ल सिङ्गल त्यो चाहिँ के हेर है अलिकति मोमो धेरै खाएको थिएँ आज पेट अघि फुलिहालेछ मोमो खाएर उसको चाहिँ अस्ति मोमो खाएको थियो मैले चाहिँ गरिसकेँ टोइलेटमा हामी चाहिँ गाइस यहाँ बसेर खाएको छौँ क्या हाम्रो चाहिँ यहाँ हो बस्ने ठाउँ जुस खाने गाइस यस्तो मनपर्छ कि हुन त धेरै भेराइटीको जुस छ तर मलाई चाहिँ लाइम नै मनपर्छ क्या लाउ त मेरो यो व्यापारी ब्याग आनन्द भयो बिनाइले त यो अलिक जानिँदैन कि सुरुमा चाकमा त राख्नु यस्तो भ्यू हेर्नु छ भ्यू फोन लानु होइन तर मलाई चाहिँ कस्तो छु भन्दाखेरि म चाहिँ अब म अहिले त म विदेश नै बसिरहेको छु नि त बाहिरै बसिरहेको छु नि त तर मलाई चाहिँ हुन त यहाँ सबै कुरा छ फेसिलिटी छ एभ्रिथिङ छ होइन अब डेभलप छ तर मलाई चाहिँ के भएको मान्छेहरूले ए नेपाल भन्छ होइन मलाई चाहिँ के भएको नेपाली मनपर्छ हौ रुँदैछ मेरो छोरी मलाई चाहिँ क्या कस्तो नेपालै राम्रो लाग्छ क्या के भएको होला है नेपाल छुट्टी गएर आइसकेँ त्यही पनि मलाई नेपाल मनपर्छ आफ्नो देश भनेको चाहिँ आफ्नै देश हो गाइस मलाई त्यस्तो फिल हुन्छ निनाममा डोन चाहिँ त्यहाँ लुगा लाउँदै हुनुहुन्छ है 9:30 भएपछि चाहिँ ऊ प्रायः घरमा सुत्छ नि त अहिले 9:30 भइसक्यो अब जानुपर्ने हो हाम्रो चाहिँ यस्तो छ खाएर होइन छोरीलाई त सुताउनु पऱ्यो आज चाहिँ उसलाई कुनै पिउरी सुरी केही दिएन बाहिर आएपछि अब यस्तै हो कि है यता देखाउनु त गोर्खु कतिखेर जाने त्यसो त अब चाहिँ सायद जानु पनि पर्छ होला साथीहरू चाहिँ त्यहाँ छन् म चाहिँ यता छु बाबा चाहिँ उसको बाबा चाहिँ अब उसलाई सुताउनुतिर लाग्नुभयो उसको सुत्ने टाइम हो नि त त्यही भएर निनामाले चाहिँ लुगा खोलेर यहाँ राखिसकेको छ अनि एउटा एक्स्ट्रा अनि के तपाईँहरूको इफ बेबी हुनु त मैले भनिराख्नु पर्दैन होला तर पनि मैले भने ल तपाईँहरूको बेबी सानो छ भने चाहिँ एक्स्ट्रा एउटा लुगा बोक्नु नै पर्ने रहेछ कि बिकज मैले चाहिँ एकचोटि खबर परेँ कि मेरो छोरीलाई फोटोसुट गर्न लगेको कहिले पनि म त अब फर्स्ट टाइम लगेको बाहिर हिँडेको कहिले पनि यसरी एक्स्ट्रा लुगा बोक्ने थियो नि त ब्यागमा उसले चाहिँ पुप गरिदियो पुप गर्दाखेरि सबै लुगातिर लाग्यो क्या अनि कस्तो बिजोग भएको थियो त्यतिखेर त्यही भएर हामी जहिले पनि एक्स्ट्रा लुगा चाहिँ राख्छौँ अनि यो लुगा चाहिँ बाइ द वे यो चाहिँ सेन्चीले दिएको हो सेन्चीले किनिदिएको हो निनाम्मालाई अझै यसको सेट धेरै छ अनि आज निनाम्माले सु नै गरेको छैन क्या 5 आवर्स जति भइसक्यो के भएर अनि डाइपर पनि यत्तिकै छ अनि निनाम्माको बुक खेल्ने यसो टोइज अनि यहाँ पनि एउटा रहेछ मैले यहाँ पनि बोकिदिएको थिएँ निनाम्माको लागि अब निनाम्मा चाहिँ सुत्छ नि त निनाम्माजी चाहिँ सुत्नुभयो उहाँ चाहिँ किनकि 9:30 बजी उहाँ सुत्नुहुन्छ क्या उहाँले चाहिँ फेरि एकदमै धेरै टाइम फलो गर्नुहुन्छ क्या सेम बाबा जस्तो बाबा पनि टाइमलाई यस्तो फलो गर्नुहुन्छ कि उहाँ चाहिँ फेरि एकदम व्यवहारले चाहिँ बाबाकै छोरी हो क्या टाइम त्यस्तो फलो गर्नुहुन्छ 9:30 भयो ऊ अब सुत्छ अनि बाइ द वे हाम्रो निनाम्माको चाहिँ फर्स्ट टाइम हो भिभो सिटी आज फर्स्ट टाइम आउनुभएको उहाँ चाहिँ अगाडि पनि आइसकेको थियो मेरो छोरी चाहिँ तर यो नाइट भ्यू यो जुन
यो नाइटको भ्यू चाहिँ निनामाले आज फर्स्ट टाइम हेरेको के यस्तो रोटेट हुनु न गोर्खा म खिचिरहेको छु लाइट त छैन ओके हामी चाहिँ गएको गाइसलाई चाहिँ निनामा र उसको पापा निनामा चाहिँ सुत्यो कि 9:30 बजी चाहिँ सुत्छ नि त आज चाहिँ अब उसलाई मैले सोलिड पनि दिइनँ उसलाई चाहिँ मैले सोलिड लाइक सम प्रायः चाहिँ दिन्छु कहिले कहिले चाहिँ दिन्छु दिँदिनँ अब बाहिर निस्किँदाखेरि चाहिँ दिँदिनँ नि त त्यस्तो गर्दा नि हुन्छ होला है गाइस म त थाहा छैन कि फेरि अब दिनु त दिनुपर्ने नि अब उसलाई दियो भने उसको निन्द्रा खराब हुन्छ अब नदिनु पर्ला चलो निनामा हेर्दैन गाइस उठ्यो मेरो सानो उठ बाबासँग ल जाउँ जाउँ टायर्ड भयो मेरो छोरीको निन्द्रा बिग्रियो होइन मेरो निनामा मेरो लुस्यु यता यता हेर तिमीहरू काकुहरू काकु 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 1 काकु 2 तपाईँको टाकु पनि देखाउनु अब अहिले उठेको छौँ अनि 11 बजिसक्यो अब चाहिँ आजको भ्लग आइथ्यो रमाइलो भएर मेरो छोरीलाई हेर्नु न कस्तो है मेरो छोरी सुत्केर भयो नि त उसलाई निन्द्रा लागिसक्यो आजको भ्लग चाहिँ के कस्तो भयो रमाइलो भयो होला अनि मेरो छोरीको चाहिँ फर्स्ट टाइम थियो आज युनिभर्सिटीमा अनि जसले पनि हेरिदिनु भयो थ्याङ्क यू सो मच है थ्याङ्क यू त भन्नु न तपाईँ त के हो मेरो पुप्पु मेरो लुची हो मेरो पुप्पु हो मेरो बाबा यी देखाइदिनु त मेरो नक्कलीलाई बाई बाई Thank you so much guys for watching our vlog till the end. Bye. See you next time. Bye. Hello.